छुट्टीको दिन सबै साथीहरू घुम्न जानुहुन्छ भने म भने खेटै घुम्छु के मेरो साथीहरूसँग। अनि आज शनिबार, त्यसपछि म र मेरो साथीहरू भएर घोगी टिप्न गयौँ। अनि यो घोगी पनि हाम्रो अब यही साउन भदौसम्म पाइन्छ, त्यसपछि पाइन्न हाम्रो गाउँतिर कि खोलामा जान पर्यो। अनि खोला पनि छ तर खोलामा पाइन्न, अनि पोखरी फेरि हाम्रो गाउँघरमा छैन। अस्तिसम्म घोगी कति सानो थिए, अनि आज टिप्न गएको त यस्तो ठुलो घोगी पाइएको थियो साथीहरू। अनि यति कम्पिटिसन गरिरहेको थियौँ, त्योभन्दा धेरै मैले टिप्छु भनेर मैले लगभग 1.5 केजी घोगी टिपेर ल्याएको। अनि त्यसलाई धोई पखाली गरेर भोलिको लागि यत्तिकै भिजाएर राखिदिएको छु। त्यसपछि छोरी र म भएर फेरि साग टिप्न गयौँ। यो सागलाई के भन्नुहुन्छ साथीहरू? हामीले चाहिँ केरमुवाको साग भन्छौँ, तपाईँहरूले के भन्नुहुन्छ कमेन्ट गर्नु होला है। अनि म चाहिँ एक मुठी मात्रै साग टिपेँ, किनभने हाम्रो घरमा धेरैजना छैनौँ, अनि थोरै खाने तर मिठो खाने भनेर एक मुठी साग लिएर घरतिर आयौँ। अनि आज चाहिँ घरमा नास्ता बनाउन एकदमै अल्छी लागिरहेको थियो, किनभने बिहानदेखि खेतमा डुलै बिहान घोगी टिप्न गयौँ, दिउँसोतिर साग टिप्न गयौँ। त्यसपछि आज चाहिँ अल्छी लाग्यो, त्यही भएर बाहिर गएर आज नास्ता खाइदिउँ भनेर चटपटे खाना गएको। अमिलो न अमिलो थियो साथीहरू। हुन त हाम्रो गल्ती हो, किनभने अमिलो कम खान्छौँ, कम हाल्नु होला भन्न छोडेर गफ गर्दै बसेको। त्यसपछि दाइले एक्कासी चटपटे बनाएर ल्याइदिनु भयो। अमिलो न अमिलो थियो, तर चाउमिन भने एकदमै मिठो थियो। चाउमिन सबै सकायौँ, चटपटे चाहिँ अलिअलि फालेर हामी चाहिँ घरतिर फर्कियौँ।